Hello guys, welcome back to my YouTube channel. New day, new vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। अनि आज चाहिँ भाइटिका हो। त्यसैले सम्पूर्ण देश विदेशमा रहनु भएको सम्पूर्ण मेरो दाजुभाइहरुलाई ह्यापी तिहार भन्न गइरहेछु। अब हामी चाहिँ टिका लाउन जानु लागेको यता मेरो हस्बेन्डको दिदीहरुले टिका लगाइदिनुहुन्छ रे, त्यसैले हामी दुईजना जान लागेको, रेडी भएर जान लागेको। तर म चाहिँ अब यो कुर्ता लगाएर जादिन, अर्कै ड्रेस लगाएर जान्छु। भरे मात्रै उता पुगेर मात्रै कुर्ता लगाउँछु। हजुरहरु सुरुदेखि अन्तिमसम्म मेरो ब्लग हेर्दिनु होला। मन परेमा लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला। गाइज अब हामी चाहिँ जान लागेको, यहाँ हामी बसेको ठाउँलाई चाहिँ अल्ट्रासाउन्ड भन्छ। अनि उता प्लम स्ट्यान्ड जान लागेको छौँ हामी चाहिँ। यहाँदेखि 1.5 घण्टा जति लाग्छ। अब हामी अर्कै लुगा चेन्ज गरेर जान लागेको। हामी चाहिँ जाँदैछौँ गाइज। मेरो फर्स्ट टाइम युकेमा तिहार मनाउन गइरहेको छु। तपाईँलाई कस्तो लागिरहेको छ? के भन्नु न? घाम लागिरहेछ गाइज। लन्डनमा घाम लागेछ युकेतिर पोखर पानी भरेर रोक्यो। तिहार आएको छ नि, फेरि भएको छैन हामीलाई फर्स्ट टाइम। We going to London today. के गर्न जानु Going लागेको? to this Bhaitika. So there's my family in London, my mom, my sisters. We're going to celebrate Tihar. Happy. सो गाइज हामी चाहिँ प्लम स्टेटतिर जाँदैछौँ। त्यहाँ चाहिँ मेरो हस्बेन्डको सबै फ्यामिलीहरू हुनुहुन्छ। हामी चाहिँ भाइटिका लाउन गएको। अनि मलाई चाहिँ फर्स्ट टाइम युकेमा तिहार मनाएको भएर मलाई एकदम शून्य लागिरहेछ। घरको पनि याद आइरहेछ होइन। अब अरू बेला जहिले घरमै माइतीहरूसँग मनाउने चाडबाड हो नि त यो त, त्यही भएर एकदम म मिस गरिरहेछु मेरो सम्पूर्ण माइतीहरूलाई। अनि हामी चाहिँ मलाई चाहिँ आज भोइस रेकर्ड गर्नु मन लाग्यो, किनकि गाडीमा पनि गीत बजिरहेको थियो। फेरि मलाई अल्छी लागिरहेको थियो बोल्नु। मलाई घरिघरि अल्छी लाग्दाखेरि मलाई केही बोल्नु पनि आउँदैन, त्यही भएर म चाहिँ भोइस रेकर्ड गरिरहेको छु। अनि बोल्दै हामी चाहिँ घर पनि पुगिसक्यौँ। यहाँ चाहिँ दिदीले खानेकुराहरू बनाइसक्नु भयो, विङ्सहरू, माछाहरू अनि पुलाउहरू बनाइसक्नु भएको रहेछ। अचारहरू सबै खानेकुरा चाहिँ एकदम मिठो थियो। अनि मैले नि हल्का गएर सघाएँ। अनि हामी चाहिँ अब टिका लाउनु थाल्यौँ हामीले चाहिँ गाइज। चस्मा खै मेरो हेलो गाइज। अलिक मान्छेलाई भिज्ने गरी हान्न अनि मात्र जिउ अरू भन्दा पनि फोटो राम्रो आउनु पर्यो। यहाँ भिडियो जेसुकै होस्। हेलो फेसबुकमा आउनु पर्यो, युट्युबमा आउनु पर्यो। अतालेको छ देख्छ भिडियो देख्छ दिदी। भन्न त के भन्नु तिहारको बारेमा। तिहार लाग्यो नि पछि कमाएर दिउँला। खुट्टा मिलाउ न दुईजनाको मिल्छ होला है। अम्ला चाहिँ सेम है, अम्ला निकाल त सेम। धन्यवाद। लगिदिन्छ मेरो गिफ्ट। नमस्ते गर्न मिल्दैन भक्कन बाबु माथि बसेको त 1 वर्ष बिना त आधा भिडियो गाइजहरु, आधा भिडियो है। ल गाइज हामी चाहिँ टिका लगाइसक्यौँ। अब यहाँ मेरो बुढा चाहिँ के अरे के गरेको भन्नु त? जान्दिनँ नाम थाहा भन न के गरेको? यता चाहिँ भान्जा आयो भन।
हेलो च्यानलमा वेलकम मेरो भ्लगमा स्वागत छ है भान्जालाई। हामी चाहिँ मासु पोलेर खानु लागेको गाइज। यहाँ चाहिँ रेडी हुँदैछ। युकेमा चाहिँ ओभर चिसो छ है, जाडो ओभर जाडो। देख्नु सक्नुहुन्छ गाइज, हावा चल्दैछ, ओभर जाडो छ यहाँ। उयो मासु लिएर आउँदैछ मेरो बुढा चाहिँ। अझ मिठो सेकुवा बनाएर खुवाउने रे भान्जा र मामाले। कस्तो बनाउँछ हेरौँ गाइज, भरे लास्टमा हेरौँ है कस्तो बनाउँदो रहेछ। यो ओ माई गड, माथि बसिरहेको। मेरो हस्बेन्ड र मेरो भान्जाले चाहिँ सेकुवा मजाले बन्दैछ अनि म पनि हल्का गएर यसो पोलेको जस्तो गरिदिएको। अनि बाहिर चाहिँ एकदम चिसो छ नि त, र पनि अब चिसो नबनिकन अब खानु पनि पर्यो है। अनि मजाले बनायौँ खायौँ, एकदम मिठो भइरहेको सेकुवा चाहिँ। मैले नै 1 केजी जति त खाएँ होला मैले नै। अनि त्यसपछि त्यहाँ देख्नुभएको होला तुम्बा पनि। तुम्बा चाहिँ मेरो हस्बेन्डले खाँदै हुनुहुन्छ, सासू मम्मीले बनाउनुहुन्छ तुम्बा पनि, एकदम मिठो छ। अनि मेरो चाहिँ नेल्स चाहिँ निस्क्यो क्या एउटा, नेल्स निस्क्यो भनेर देखाउँदैछु मेरो हस्बेन्डलाई, तर इग्नोर गरिरहेछु। हेर्नु त हेर्दैछ होइन। अनि यति भन्दै आजको भिडियो चाहिँ यहाँ इन गर्न जाँदैछु। काली गाई थाक्यो, माली गाई थाक्यो, के खानु होला पारी बन्न डर लाग्छ मनमा, कोही छौ कि बोल न।